Nisko, please. Hi guys, welcome back to my channel. If you are new to my channel, I'm Pusana Vanumala. I know. So this is day 2 in Barcelona and officially my birthday. And so you can wish me happy birthday. Thank you. अनि अब चाहिँ हामी आज चाहिँ बार्सिलोना जान आँटेको हामी चाहिँ बार्सिलोनाको अर्को टाउनमा छ नि त सिटी जस्तो के म्युनिसिपालिटी वाटेभर हैन अनि त्यसपछि अलि भर्खर हाम्रो ट्रेन छुट्यो हैन अनि हामीले चाहिँ टिकट चाहिँ लिएको छैन ट्रेन टिकट किनकि हामीले हिजो जुन फ्री टिकट पाएको थियो नि हैन त्यसले चाहिँ 10 वटा राइड दिन मिल्दो रहेछ के फ्री रहेछ के त्यही भएर हामीले टिकट लिएको छैन सो हामीलाई ट्रेन टिकट चाहिँ हिजो फ्रीमा मिल्यो हैन हेरौँ अब चाहिँ हामी ट्रेन कुरिरहेछौँ ट्रेनमा बसिरहेको यसमा ट्रेनमा चाहिँ 3 वटा सिट रहेछ कि सो गाइज हामी चाहिँ होइन बार्सिलोनाको मेन ट्रेन स्टेसन आइसक्यौँ र कस्तो राम्रो देखिरहेको छ एकदम वाउ हाफपानप चाहिँ ठुलो रहेछ यहाँको होइन अनि यो चाहिँ हाफपानपबाट बाहिर वेलकम टु बार्सिलोना सिटी घाम छैन कि प्लिज घाम निस्कन तिमी बार्सिलोनामा चाहिँ एस्थेटिक कर्नरहरू धेरै रहेछ होइन एस्थेटिक कर्नर चेज गर्ने टाइम छैन गाइज यिनीहरूले मलाई फुल किनिदिन आँटेको छु भनौँ पूजाको बोयफ्रेन्डले कहिले दिने हो थाहा होइन तर त भन्नै पर्छ म गर्लफ्रेन्डले दिन्छु किन बोयफ्रेन्डले मात्र फुल दिने हो जसले पनि दिँदा हुन्छ फुल मैले त्यस्तो भनेको नाइस फोटो खिचा लेट्स होइन पहिला फुल किनेर खिचा कि आफै खिचा तेरो भिडियो बनाऊ फुल द पर्पल वान Is your first time here? It's perfect. So, bouquet is ready for you. Italian bouquet din natin ko. Thank you. Happy birthday. Thank you. यो चाहिँ अनि त्यो फ्लावर्स सब बouquet दिएको यो चाहिँ म यिनीहरूलाई दिन्छु ल for you. Related. है सो यो फुल पसलको केटी चाहिँ कस्तो फ्रेन्डली थियो कि होइन ऊ पनि स्विडेनबाट रहेछ अनि 15 वर्ष भएर यहाँ बसेको अनि हामीलाई चाहिँ केयरफुल हुनु पिक पकेटरदेखि भनिराख्यो उसले अब हामी एस्थेटिक कर्नर खोजिरहेछौँ भनौँ सो अहिले चाहिँ हामी ब्रोन्ज लोकेसनमा गइरहेछौँ होइन यो चाहिँ मेरो फ्लावर मेरो flower. अनि त्यो चाहिँ त्यसको यिनीहरूको फ्लावर पूजालाई चाहिँ बुके सब बुकेटले दिएको अनि टिकट उसले चाहिँ अनि मलाई यिनीहरूलाई दिएको हामी चाहिँ ब्रन्च एन्ड केक्स भन्ने क्याफेमा गएको थियो होइन अनि त्यहाँ चाहिँ मैले केक पनि रेड भेलभेट केक पनि अर्डर गरेको थिएँ क्या मैले चाहिँ प्लेटमा ह्याप्पी बर्थडे लेख्न मिल्छ भनेको थिएँ नि उसले ओके भनेको थियो क्या कस्तो स्विट के भयो भन्दा केक ल्याइदिँदा त के होइन क्यान्डल राखेर ह्याप्पी बर्थडे गाउँदै ल्याइदिएको अनि सबै मान्छेहरूलाई ह्याप्पी बर्थडे भनेको अनि मलाई त कस्तो खुसी लागेको थियो कि भाइ त कि यो चाहिँ एउटा अनफर्गेटेबल मोमेन्ट भयो होइन अनि हामीले चाहिँ त्यहाँ ब्रन्च गऱ्यौँ मिठो थियो खानेकुरा अनि सर्भिस राम्रो थियो यता बार्सिलोनाको मान्छेहरू लास्टै फ्रेन्डली रहेछ यस्तो टुरिस्ट एरियामा त मान्छेहरू नर्मली फ्रेन्डली भइ नै हाल्छ होइन तर फ्रेन्डली नै अनि अरू नर्मल मान्छेहरू पनि फ्रेन्डली के अनि स्विट सो हामी चाहिँ त्यहाँबाट निस्क्यौँ होइन अनि अहिले चाहिँ हामी यही एरियातिर घुमिरहेछ अनि यिनीहरूले चाहिँ केही सुवेनियर किन्छ अरे किरण दिदीको लागि किरण दिदी इज द बेस्ट दिदी यिनीहरूको एन्जल अनिता पनि कोही छ त्यो सो यता चाहिँ बिच छ समुद्र छ भनौँ न होइन अनि यता चाहिँ हिँडिरहेछ घाम लागेन इट्स ओके मेरो फुल सो गाइज होइन अहिले हामी पास भइरहेको थियो कि होइन त्यो रेस्टुरेन्टमा यता मान्छेहरू बाहिर बसिरहेको हुन्छ कि बोलाउँछ कि हुन्छ नि कसैले कन्फ्युज भयो मेन्यू हेर्न दिन्छ कि होइन यता चाहिँ बाहिर मेन्यू हेरेर भित्र छिर्न मिल्छ कि होइन अनि त्यहाँ हामी हेरिरहेको थियौँ कि भोलि के खाने भनेर आजको लागि त होइन अनि कस्तो राम्रो राम्रो छ नि त्यहाँको मान्छेले हामी आउने छिर्ने हो भन्यो नि हामीले होइन भनेको नि त्यसले एक्सक्युज मी वेयर आर यु फ्रम भन्यो कि मेरो साथीलाई होइन यिनीहरूले नेपाल भन्यो कि नि नेपाल जिन्दाबाद रे कि ओ माई गड तर यो जेन्जी आन्दोलनपछि नेपाल यति फेमस भएको छ नि प्राय मान्छेहरूले नेपाल चिन्छ अनि उनीहरूलाई यो जेन्जी प्रोटेस्टको बारेमा थाहा पनि छ कि सो या
त्यही हो अहिले चाहिँ हामी बार्सिलोना बिच जाँदैछ सो कन्सल्टेन्सीमा तपाईँहरूले देख्नुहुने पिक्चर छ नि त्यसमा मैले त याद पनि गरेको म थिएँ चाहिँ याद गरेको छु तर अघि किन मेट्रो चढ्नुपर्छ 32 मिनट्स भनेर त्यही देखाइरहेको थियो नि त गाइस यो चाहिँ बार्सिलोना बिच ल बोल न बोल बोल बार्सिलोना बिच तपाईँको अहिलेको मौसम चाहिँ घाम लाग्ने मौसम पनि छैन पानी पर्छ भनेर त तर हावाहरू चिसो भए पनि मौसम चाहिँ तातै छ अलिअलि घाम लागेको छ त्यहाँको मान्छेहरू हामी चाहिँ ब्रन्च गरेर घर फर्क्यौँ होइन घर भनेको के अरे एयरएनबी अनि मैले चाहिँ केक किन्छु भनेको थिएँ क्या अनि यिनीहरूले चाहिँ म केक बनाइदिन्छु भने क्या होइन अनि ल नि त भनेर मैले अब साथीले त्यत्रो बनाइदिन्छु भनिरहन्छ भन्दा त कहाँ किन्ने होइन अनि उसले यिनीहरूले चाहिँ घर आएर केक बनाइरहेको थियो हामीले चाहिँ रेडी टु मेड केक किनेको क्या अनि त्यहाँ बेकिङ गर्न मिल्ने पनि थियो एयरएनबीमा अनि हामी चाहिँ आयौँ अनि बस्यौँ अनि रेस्ट गऱ्यौँ अनि यिनीहरूले केक बनायो अनि त्यसपछि चाहिँ हामी बिचमा गएको क्या अब चाहिँ सो हाई गाइस थ्याङ्क यू हामी चाहिँ अब फेरि बिचमा आएको होइन तर घाम छैन क्लाउडी छ पानी पर्ला जस्तो छ होइन अनि मेरो लास्ट इयर पनि बर्थडेमा पानी परेको थियो यो पालि पनि पानी पर्नु भयो हामी जर्मनीदेखि घाम लकले गर्दा मेरो बार्सिलोनाको ट्रिप पनि ल्यान्ड भयो थ्याङ्क यू अनि हामी के अरे जर्मनीदेखि घाम हेर्न आएको बार्सिलोना है सन ट्यानिङ हुन आएको ज्याकेट लाएर हिँड्नु परेछ अनि स्किन केयर वर्षको स्किन केयर सब जान्छ भन्ने सोचिरहेको थिएँ क्लाउडी भयो भने हामी बिचमा चाहिँ गयौँ होइन हामी सनसेट पिक्चर लिने भनेको कि त्यो चाहिँ भएन अनि हामी पानीभित्र छिरेको म त छिर्दिनँ भनेको थिएँ र पनि छिरेको पानी चाहिँ तातो नै रहेछ त्यस्तो जाडो भएन अनि कस्तो रमाइलो भएको थियो हामी एकछिन खेल्यौँ 1 घन्टा जति है पानीमा अनि एकदम रमाइलो भयो त्यसपछि हामी घर फर्क्यौँ अर्को इटनरीको लागि किनकि अब बर्थडे डिनर थियो होइन केक काट्न थियो सो आजकलको त्यो हेटिकै भयो सो हामी चाहिँ पानीमा फसेर पानी चाहिँ त्यस्तो लाइक त्यस्तो चिसो चाहिँ रहेन चाहिँ क्या त्यस्तो देखेँ पनि कस्तो रमाइलो भयो अब चाहिँ हामी घर फर्किन आँटेको यहाँ पानी पर्न आएको फेरि हामी ड्रेस चेन्ज गर्नुपर्ने छ तर हाम्रो सनसेट फोटो सुट चाहिँ भएन अब यो वर्ष पनि होइन अर्को वर्ष हुन्छ कि यो चाहिँ म रेडी भएको बर्थडे डिनरको लागि होइन मलाई चाहिँ कस्तो 2 वर्ष अगाडिदेखि बिचमा गएर बर्थडे केक काट्नु थियो अनि केक पनि बनायो क्यान्डल्स पनि थियो तर बिचमा चाहिँ हावा चलेर सोचे जस्तो भएन है प्लस वेदर पनि त्यस्तो राम्रो थिएन नि त क्यान्डल त बल्दा पनि बलेन होइन त्यसपछि क्यान्डल बलेन अनि ल होस् भनेर छोडिदिएर हामी एकछिन बिचमा बसेर एउटा रेस्टुरेन्ट गयौँ होइन त्यहाँ चाहिँ हामीले सी फुड ट्राई गरेको के होइन फर्स्ट टाइम लोब्स्टर खाएको है यस्तो गाह्रो भएको के खान लोब्स्टर अनि काटेर खानु पर्ने अनि मासु पनि त्यस्तो धेरै थिएन कि त्यो लोब्स्टरमा अनि त्यो राइस चाहिँ मिठो थियो लोब्स्टरको अनि अर्को चाहिँ त्यो स्मेलवाला सेलवाला खाएको मैले त्यसको नाम बिर्सेँ है त्यो चाहिँ मिठो थियो होइन अनि मैले त्यस्तो धेरै भिडियो पनि बनाएन किनकि पानी पर्न थालेको थियो अनि यस्तो झ्याउ भएर थियो यति सामान बोक्नु परेको थियो है पछि त कस्तो टायर पनि भयो कि है फोटो खिचेछ ड्रेस चेन्ज गरेछ फोटो खिचेछ ल्या भनेर छोडिदिएको तर त्यही हो रमाइलो भयो हामीले मेरो बर्थडे रमाइलो भयो मैले भने जस्तो फोटोज त भएन बट देन एट द एन्ड सेलिब्रेट गर्नु त हो नि फोटोको चक्करमा घरिघरि हामी मोमेन्ट सेलिब्रेट गर्ने बिर्सन्छौँ कि कसले भनिरहेछ कि यो तर त्यही होस् मेरो बर्थडे रमाइलो भयो अनि हाम्रो के भन्न आँटेको थियो बिर्सेँ त्यही हो आजको दिन चाहिँ यसरी पनि सकियो अनि भोलिदेखि चाहिँ हाम्रो बार्सिलोना ट्रिप सुरु हुन्छ थ्याङ्क यू फर वाचिङ बाई बाई